दर्शकवृन्द नमस्ते। आज हामी काठमाडौँबाट उत्तर पूर्व करिब 135 किलोमिटर दूरीमा रहेको भीमसेन मन्दिरतर्फ यहाँहरूलाई लैजाँदैछौँ। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 2 मा अवस्थित पौराणिक मन्दिर भीमेश्वर अर्थात् भीमसेन मन्दिर कसरी पुग्न सकिन्छ, यस मन्दिरको पौराणिक र ऐतिहासिक महत्त्वका बारेमा पनि थोरै चर्चा गर्ने प्रयास गर्नेछौँ। भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरिदिनुहोला। काठमाडौँबाट बनेपा, धुलीखेल, दोलालघाट, सुकुटे बीच, खाडी चौर हुँदै जिरी सडक खण्ड चरीकोट चोकबाट उत्तरतर्फ 10-15 मिनेटको मोटर यात्रापछि मन्दिर पुग्नका लागि साँघुरो ओह्रालो बाटो झरेपछि मन्दिर नजिकै पुग्न सकिँदो रहेछ। तर मोटर पार्क गर्न चाहिँ अलि ठाउँको अभाव भने खड्किँदो रहेछ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भीमेश्वर मन्दिरमा बडा दशैं, चैते दशैं, भीमा एकादशी, शिवरात्रि आदि पर्वहरूमा विशेष मेलाहरू लाग्दो रहेछ। महाभारतकालीन समयमा कौरव र पाण्डवको युद्ध हुनु अघि वनवास र गुप्तवासको समयमा पाण्डवहरू यो स्थानमा केही समय बसेका थिए। यही सन्दर्भ जोडिएर पाण्डुपुत्र बलवान भीमको ख्यातिको सम्झना स्वरूप यो मन्दिर निर्माण भएको भन्ने किम्वदन्ती पनि पाइदो रहेछ। दोलखाली जनताहरूले दशैंको फुलपातीको दिन कालिन्चोक भगवतीको थानमा पूजा गरेर फुलपाती बढाई तथा फुलपाती भीमेश्वर मन्दिरमा भित्र्याइने परम्परा पनि रहेछ। बाँकी यो भजनबाट सुनौ। राष्ट्रदेव कुलदेव तिमी भीमेश्वर, शक्ति बल भयंकर देशको रक्षा गर, पूजा पाठमा वृद्ध युवा बाल मसिना, देशमा विघ्न हुन लागे शिलामा पसिना, देशमा विघ्न हुन लागे शिलामा पसिना। जय 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 शक्तिशाली वीर भीमसेना, शक्तिशाली वीर भीमसेना। दिनमा 3 पूजा हुन्छ विशेष सम्मान, भीमेश्वर पशुपति समान, एकै दिन 3 थरी तिम्रो हुन्छ रंग, भक्तहरू शरण परि। दर्शकवृन्द, यहाँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद। जय नेपाल।